प्रतिनिधि सभाका नवनिर्वाचित सांसद माननीय शिशिर खनालज्यू, साथै प्रदेश सभाका नवनिर्वाचित सांसद माननीय अमन मास्कीज्यू, यस तारकेश्वर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष विदुर सापकोटाज्यू र मञ्चमा आसीन अतिथिज्यूहरू र सम्पूर्ण मेगा सिटी वासी दाजुभाइ दिदीबहिनीहरू, सर्वप्रथम त अत्यन्तै समय व्यस्तता हुँदाहुँदै पनि यस कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरी आइदिनु भएकोमा उहाँहरूलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु। र साथै भर्खरै निर्वाचित भएर आइसकेपछि उहाँहरूले जनप्रतिनिधिको रूपमा जनताको समक्ष गरेका वाचाहरू र प्रतिबद्धताहरूलाई मध्यनजर राख्दै जनताको मनमा बस्न सफल हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु र आगामी दिनहरूमा यस विकासका योजनाहरूमा मेगा सिटीलाई पनि सँगसँगै लानुहुनेछ भन्दै सफल कार्यकालको शुभकामना दिँदै मेरो भनाइहरू यही राख्न चाहन्छु। हस्त धन्यवाद।